नमस्ते साथीहरू। आज म यहाँ मलेसियाको क्वान्तान भन्ने ठाउँमा बुद्धिस्टको ठुलो टेम्पल रहेछ, मोनास्ट्री हैन। यहाँ आएको छु। एकदमै ठुलो मोनास्ट्री रहेछ। हाम्रो एउटा मिस्टर ज्याक क्वान्तान बस्ने निवासी मिस्टर ज्याकले यहाँ हामीले ल्याएको छु। अनि गुरुहरू अब लामा साथीहरू सबै भित्र हुनुहुन्छ। म त यहाँ भिडियो खिच्न आएको बाहिर। धेरै राम्रो लागेर यो खिच्ने कारण चाहिँ साथीहरूले पनि दिएको हैन, सबैले दिएको भनेर म भिडियो खिच्दैछु। यस्तो खतरा बुद्धिस्ट टेम्पल रहेछ यहाँ है। अनि यो चाहिँ साङबान ठाउँ होला जस्तो, धुप बाल्ने ठाउँ। सो लभली। या वाउ, सो बिग। यहाँ छ एउटा लाटुङ बुद्ध होला जस्तो। अनि त्यहाँ चाइनिज भाषामा के लेखेको पनि। अब म तपाईँलाई एउटा कुरा देखाउन चाहन्छु। यो अब यहाँ चाहिँ 10,000 भन्दा पनि बढी बुद्धको मूर्ति राखेको छ त्यो भित्रमा। अनि एकदम ठुलो पङ्खा, यस्तो खुल्ला ठाउँ होइन, हावा आउने सिधै सबै यस्तो राम्रो ठाउँ। यस्तो राम्रो ठाउँ रहेछ, ठुलो होइन। यहाँ बसेर पूजा गर्न यस्तो रमाइलो हुने, हावा आउँदैछ। 3टा ढोका हाम्रो यहाँ मेन ठुल्ठुलो 3टा ढोका छ। अनि उता पनि 3टा ढोका, हावा यता पनि ढोका, कति ढोका, ढोकै ढोका। अनि यो माथि सबै यो अब बुद्धको मूर्ति रहेछ यहाँ होइन। यो बिचबाट खिच्छु म भिडियो, राम्रो देख्छ कि उता गुरुहरू खिच्दैछ। अनि यो यसरी यो भित्रमा यो सानो सानो मूर्तिहरू राखेको छ। अनि यो चाहिँ यो मार्बलको एउटै पिसमा बनाएको यो बुद्धको मार्बल, बुद्धको मूर्ति चाइनाबाट ल्याएको अरे। यो ठुलो छ, सब ठुलो खालको हो। त्यो एउटै पिसबाट खोपेको अरे होइन। यस्तो राम्रो छ यो। तपाईँलाई अर्को देखाउँछु म। कति ठुलो ठाउँ। यो सानो सानो मूर्तिहरू छ नि, सानो मूर्तिहरू चाहिँ 10,000 भन्दा बढी छ अरे। अनि त्यहाँ उता चाहिँ सधैँको लागि टाँसेको अरे, त्यहीँ टाँसेको अरे। यो चाहिँ अब कहिले निकाल्नु मिल्छ कि। यस्तो राम्रो छ। यहाँ चाहिँ गुरुहरू कुरा गर्दैछ। यो चाहिँ होइन एउटै मार्बलबाट बनाएको अरे यो बुद्धको मूर्ति। कति राम्रो कमलको बनाएर। यो गुम्बाको अर्को साइडबाट, यो गुम्बाको टेम्पलको अर्को साइडबाट ठाउँ रहेछ यो चाहिँ। यहाँ यता चाहिँ पार्किङ रहेछ। पार्किङ एरिया गजबको रहेछ ल। पार्किङ एरिया हाम्रो गाडी चाहिँ त्यहाँ अगाडि राखेको छ अहिले। साइड कस्तो हेर्नु पर्यो, साइडमा चाहिँ यस्तो राम्रो रहेछ यो टेम्पल। सुन्दर पहाडको छेउमा बनाएको छ, पोखरी रहेछ। नाइस। So beautiful. यो बुद्धिस्ट टेम्पलको पछाडि यस्तो राम्रो पोखरी रहेछ, पानी पोखरी राखेर चाहिँ। ओके।